हेलो नमस्ते सबैजनामा आर्के फेरि नयाँ ब्लगको साथमा आइसकेको छु है गाइजहरू। र बेलारुसमा देख्न सक्नुहुन्छ अहिले चाहिँ मौसम चाहिँ एकदमै उज्यालो छ, आकाश पनि देख्न सक्नुहुन्छ क्या सिन है। मेरो पछाडि होस्टेल, मेरो होस्टेल प्लस यता वरिपरि यो चाहिँ हाम्रो होस्टेल अगाडिको पार्किङ हो यो चाहिँ है। म चाहिँ आज चाहिँ सानो ब्लग बनाउँदैछु तपाईँहरूको लागि। र म चाहिँ यसो आज चाहिँ मेरो छुट्टीको दिनमा फेरि तपाईहरू सामुन्ने सानो भिडियो साथमा भेट्ने छु है गाइजहरू। र बेलारुसको मौसम चाहिँ कहिले जाडो बढिहाल्छ वात्तै, कहिले चिसो गर्मी। लगभग एक हप्ता जति चाहिँ गर्मी थियो गाइजहरू, र घाम पनि अलिक चर्केको थियो, र प्लस अहिले चाहिँ अलिकति चिसो फेरि बढिसकेको छ। घाम लागे पनि चिसो छ, र आकाश देख्न सक्नुहुन्छ क्या मौसम चाहिँ एकदम सफा छ है आजको चाहिँ। अब सबै बेलारुसमा चाहिँ सबै ठिकै छ गाइजहरू। के छ नेपालबाट आउने साथीहरूको अझैसम्म के छ खबरहरू है। अलि काम चाहिँ रोकिएको छ अहिले चाहिँ बेलारुसको कामहरू। आशा गरौँ छिटै तपाईँहरू कामहरू बन्नेछ र बेलारुसमा हामी भेट हुनेछ है गाइजहरू। ल आज सानो भिडियो लिएर आएको छु। यो भिडियोलाई पनि सबैजनाले मन पराइदिनु होला र आर्केलाई माया गरिदिनु भएको छ, धेरै खुसी लागेको छ। यो भिडियो पनि सुरुदेखि अन्तिमसम्म हेर्नु होला है गाइजहरू। ल यहाँ भेडा छ यहाँभित्र त्यसमा होइन मलाई लाग्छ कि यहाँ मान्छेहरू छैन, तर यहाँ मान्छे बेला बेलामा आएर त्यही हो कि रमाइलो गर्ने रमाइलो गर्ने इन्जोय हेर्नु खाने गर्ने जस्तो लाग्यो क्या। तिनीहरू सिटीतिर बस्छ, त्यही सिटीमा बस्ने व्यापार घर उतै होला। अनि यो पनि एउटा फार्म हाउस त्यो फार्म हाउस हो, प्रायः सबै यही हो जस्तो लाग्यो। यी फेरि यही मौसममा आउने हो कि यिनीहरू? समरमा आउने, समरमा आउने अनि यहाँ रेस्ट गर्ने, एक महिना बस्ने, 15 दिन बस्ने, अनि यो सबै ढाड काट्ने होइन। हेर्नु त यस्तो काफलको बोट क्या दामी दामी हेर्नु न, फार्म दामी हो यार। तर यो बसाइ राम्रो हो नि, यो एकदम चिल पारामा बस्ने हेर्नु, ठ्याक्क त्यो माइन्ड फ्रेस गर्ने हो कि खैरे दिमाग। त्यो अगाडि थियो होइन, तर राम्रो यहाँ चाहिँ चौर हुन्छ फेरि है। यसलाई पनि केही गर्न पर्ने हो कन्टेन्ट हेरेर राखेको थियो नि कसको जग्गा हो। हेम पाइप रहेछ त्यो पानीको ठ्याक्कै हाम्रो तराईको जस्तो है। 20 मिटर खनेपछि पानी आउँछ होला सायद, तर यो समुद्रिक सतहबाट अलिकति हाइटमै छ नि त, यो त्यो नि हुनसक्छ। हाइट भयो भने यहाँ त आउँछ नि पुरो, समुद्र सतह छोडी नै पुग्नु पर्छ। त्यही त, यहाँ त जमिन तलै छ पानी। तर यो फुलहरू हेर्नु नि कति दामी। यो चेरी हो, तर यो बाटो मान्छे हिँड्यो भने त चेरीहरू सब खाइदियो भने लहर चाहिँ फेरि हो। बाटोमा खानु दिन्न नि, नेपाली पनि जस्तै त दिन्न के खानु भयो। तयार रमाइलो है ठाउँ है, रिब रमाइलो जग्गा हुनुपर्छ कि टक्क यस्तो। सही हो कन्टेन्टमा सही हो। यहाँको मान्छे नि मिन्स बस्छ, ब्रेस्टमा बस्छ, सहरमा बस्ने, त्यहाँदेखि हिउँ पर्न छोडेपछि आउने, त्यहाँ मजाले होइन। बाजे बाबुहरू पुरानो जग्गाहरू काठै घरहरू यस्तो छ है। यो स्याउको बोट हो, यस्तो दामी फुल्या। यो त के हो बाबरी जस्तै यार फुल है। तुलसीको बोट बाख्रा नि त्यस्तै आयो यार, हो क्या। गेटहरू अन्त छ नि यहाँ। पानी पऱ्यो भने बाटो हिँड्न गाह्रो हुन्छ। हेर्नु कति राम्रो फुलहरू, तर फार्मिङ एकदम यो टाइममा परिश्रम गर्ने रहेछ नि। भेडा फार्म हो क्या यो। त्यहाँभित्र रहेछ भेडा फार्मै रहेछ यो, दामी।
चेरीको बोट चेरी दामी फल्छ यार तर यहाँ चेरी खान चाहिँ यहाँ मान्छेले बुद्धि पुऱ्याउँछ भने अँ, भाग्नको लागि के उम्, प्रोसेस छुट्टीमा भ्याकेसन नगर्नुपर्छ 15 दिन त छुट्टी हुन्छ अनि ट्याग आयो छुट्टी हुन्छ नि भोलि भाग्दिने त्यो हो तर पुलिसले काम पाइयो पुलिस समातेर पुलिसले समातेन भनेको पुलिस समातेपछि फेरि जिन्दगी गयो त भ्याइयो त जिन्दगी जिन्दगी गयो यो हेर्नु न फुल यो फुल यहाँको एकदम महत्त्वपूर्ण फुल हो कि हेर्नु त यस्तो दामी घरैभरि दामी हेर्नु त कन्टेन्ट यो हो कि यहाँ बसाइ है चट्ट घुम्ने खाले घर बनाउनु जग्गा हाल्यो जग्गा हालेर छोडे पिलरमा हाम्रो तराईको जस्तै स्टाइल है सानो अँ पाउडर राख्नुपर्छ नि अँ हेरौँ न के दामी ल गाइजहरू देख्न सक्नुहुन्छ यो है स्याउको यसरी फार्मिङ यहाँ चाहिँ बस्ने मान्छेहरू टक्क सिटीमा बस्ने टक्क समर लागेपछि आफ्नो घर आँगनमा आएर यसरी उयो स्ट्रबेरीको रहेछ यहाँ स्ट्रबेरीको दामी छ है ल तपाईँलाई आज मैले यसो गाउँको केही झलकहरू मात्रै बनाएँ गाइजहरू ल